हेलो गाइस, नमस्ते। मेरो नाम ग्रीष्मा द्याली हो। म चाहिँ आज भाइको भ्लगमा कुशल विकलको भ्लगमा आइरहेको छु। म चाहिँ यहाँनिर बुट्टा हालिदिइरहेको छु। गाइज बुट्टा देखाइदिनु होला। म चाहिँ हिजो आएको है उताबाट मेरो रुमबाट गाइज। अनि त्यसपछि आज चाहिँ म यहाँ काम गरिरहेको छु गाइज हैन। हामी यस्तो मेरो भाइको भ्लगमा हजुरले लाइक कमेन्ट सेयर गरिदिनु पर्यो, फलो गरिदिनु पर्यो गाइज। साथ सपोर्ट गरिदिनुहोस् गाइज हैन। यस्तै हो जे भयो नि। अब गाइज हजुरहरूले साथ सपोर्ट गरेर हामी अलिकति अगाडि बढ्न हजुरहरूले हौसला दिनुहोस्। मेरो कुशल भाइको भिडियो मन पराइदिनुहोस् हजुरले। एउटा कुरा चाहिँ के भन्न चाहन्छु भने हजुरहरूको दाँत बिग्रेछ भने पनि मेरो डेन्टलमा सक्नुहुन्छ। लोकेसन कहाँ हो भन्दैन त? लोकेसन लगन हेलमा आउनु, गुगलमा हेरेर आउँदा पनि भयो होइन गाइज। नाम चाहिँ क्लासेस डेन्टल केयर छ होइन गाइज। आउनु होला, हजुर आइदिनु हुन हार्दिक अनुरोध गर्दछु गाइज हैन। के गाइज हैन, हाम्रोमा त धेरै डिस्काउन्ट पनि हुन्छ, हजुर आइदिनु होला। यो च्यानल सब्स्क्राइब गर्नुभयो विशेष छुट छ। यो च्यानललाई एकदम के गर्नु रे, सब्स्क्राइब गर्नुभयो भने त झन् एकदमै छुट फ्रीमै हुनेछ गाइज हैन। आइदिनु होला। यत्रो भन्दा पनि नाम पनि भन्नु गाइज। मेरो चाहिँ आँखा अलिकता सुन्नेको छ, त्यही भएर पनि चस्मा लाग्यो। अन्धी थियो कि क्या हो भनेर नसोच्नु होला होइन गाइज। यही हो। ल भेना आज पनि केही बोल्ने कि केही भन्ने ल के भन्ने इच्छा छ कि गाइज? अब अरू जे जस्तै भए पनि हजुरहरू चाहिँ मेरो क्लासिक डेन्टल केयरमा आइदिनु होला। लगन हेलमा छ, लगन हेलको बस पार्कनिर ठ्याक्क आउनु। अनि त्यसपछि हजुरले देख्नुहुनेछ, गुगलमा पनि हेर्न सक्नुहुनेछ हजुरहरूले। हाम्रो चाहिँ गुगलमा पनि छ लोकेसन। अनि हजुरहरूलाई एकदमै छुट, दाँत भर्ने सर्ने सबै। दाँत किराले खाएको पनि भर्छौँ, दाँत निकाल्छौँ पनि, दाँत पनि सफा गर्छु, दाँतमा तार पनि बाँध्छु, दाँत पनि नयाँ दाँत पनि लाउँछौँ। अनि हामी आरसिटी पनि गर्छौँ, हरेक चिज गर्छौँ गाइज हैन। हजुर आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यत्रो हात जोडी भनेको छु गाइज हैन। आइदिनु होला जति पनि यो। तर मलाई त सबैले चिन्नुहुन्छ नै होला, म ग्रीष्मा द्यालीलाई त मक्का आएको भिडियोबाट हजुरहरूले चिन्नुहुन्छ नि त। अनि त्यसपछि गाइज अनि म होइन यहाँ भेनाजुको रुममा आएको बेलामा चाहिँ गाइज म खाएर न सुत्ने बानी छैन कि गाइज। अलिअलि भए पनि काम गर्छु, आए पनि त्यही भएर गाइज म बुट्टा हालिरहेको छु होइन त भाइ। गाइज म चाहिँ यहाँ बुट्टा हालिरहेको छु है। अनि त्यसपछि उताको चाहिँ को हो? उताको चाहिँ हाम्रो भैँसी लडो भैँसी लडो गाइज। हेर्नु अब उठाउनु अलिक गाह्रै पर्छ, 2-3 जना भएर ट्रेन बोलाउनु पर्छ गाइज। उहाँ चाहिँ एकदमै फोरी टाइपको हुनुहुन्छ गाइज। हजुरहरूले यसो कमेन्टमा भन्नु पर्यो। एकछिन रोक्नु है ब्लग। उता भित्तामा गमराटास अन्तिम बरु बोलेर गाइज यस्तै हो। माछा हल्का बुट्टा हान्न पनि आउँदैन, त्यही पनि हजुरहरूले आइसक्यो होइन गाइज। त्यही भएर मेरो क्लासेस डेन्टल केयरमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। जति पनि भाइलाई पनि साथ सपोर्ट गरिदिनु, लाइक कमेन्ट सेयर गरिदिनु गाइज, सब्सक्राइब गरिदिनुहोस्। मेरो पनि हाएको भिडियोबाट मलाई कतिले चिन्नु हुनेछ गाइज होइन। त्यही पनि चिन्नेले चिनिहाल्छन् गाइज, नचिन्नेले चिन्दैनन् होइन। त्यस्तै हो। नराम्रो कमेन्ट कसैले पनि नगरिदिनु होला, एकदमै राम्रो कमेन्ट गरिदिनु होला। अनि त्यसपछि गाइज यस्तै हो होइन। जे भए पनि म काम गरिरहेको छु। ल त गाइज यति नै हो मेरो बोली, यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त नमस्कार।